दुई दिने चोला भनेर खुसी छरेछु नि बाहिर मात्रै जिउँदैछु म हो बाहिर मात्रै जिउँदैछु म भित्र भित्रै मरेछु नि कुन दिन बिहे गरेछु नि गरेछु नि निस्किहाल मेरो घरबाट निस्किहाल के गर्नु भएको यो मेरो छोरी बिहा गरेर ल्याउने केटाको म हो केटा त म उसलाई त साह्रै माया गर्छु नि अनि उहाँहरू चाहिँ को हो त दुईजना मेरो बाउ मेरो आमा अनि के गर्नु भएको त यो यस्तो के गर्नु भएको देखेन कि तपाईँको आँखा छैन मैले यो केटीलाई यो घरको बुहारी मान्दिनँ यो 3 दिन हराएको थियो हराएपछि यसलाई उठाएर लिएर आएछ घरमा आफ्नो बाबुआमालाई सोधखुद छैन कहाँबाट उठाएर लिएर आयो बाबुआमा को हुन् कसकी छोरी हो कुल खानदान कहाँ हो के जात हो गोत्र मिल्छ कि मिल्दैन त्यो त हामीले त हाम्रो छोरालाई सोध्नु पर्यो नि अनि त्यही भएर यो केटी कहाँबाट उठाएर लिएर आएको होस् यो केटीलाई हुँ पुऱ्याइदिए म यहाँ एकछिन पनि राख्दैन भनेर मैले घोक्री मन्टी गराएको लु के गर्नुहुन्छ गराउनुहोस् न त मलाई छोरी त के हेरेर आइस आमा म केटा हेरेर आएको उहाँले मलाई धेरै माया गर्नुहुन्छ आमा ए केटा मात्रै मन पराएर हुन्छ कति थोक हेर्न पर्छ गोत्र एउटै पर्यो भने हाम्रो समाजमा बिहा हुँदैन कानुनले पनि छुट्याइदिन्छ त्यो भरमा तपाईँ पुरुक्क लिएर जानुहोस् यहाँ नराख्नुहोस् लगिहाल्नुहोस् बुबा त्यस्तो नबोल्नुहोस् मायामा कुनै जात धर्म कुनै गोत्र केही हेरिँदैन बुबा छोरी के गर्छ त्यस्तो त अब आमा म त जाँदिनँ यही घरमा बसेर गरी खान्छु आमा मैले यो गरेर पस्न दिदिनँ सही समयमा आउनु भएको छ केही बिग्रेको छैन तपाईँको छोरीलाई लिएर जान सक्नुहुन्छ भोलि त छाड म छाड भनेर दुःख पाउनु भन्दा तपाईँ समयमै आउनुभएको छ छोरी लिएर जानुहोस् यसैमा सबैको भलो हुन्छ बुढो हजुर नि बोल्नुहोस् न म कसरी जाउँ अब माइती फर्केर अब कसरी आएको हो त्यसै गरी फर्किने माइतीबाट के फर्केको थियौ घर छोडेर यहाँ मान्छे घर छोडेर जाने अरू हाम्रो थाहा छैन कहीँ जाँदिनँ यहीँ बस्छु नल्याउनु ल्याइसक्यो भइसक्यो त सकिसक्यो मैले यो घरमा भित्र पसाउँदिनँ मैले राम्ररी बुझिराख्छु छोरा मैले यसरी बाटा घाटा भेटाएर लिएको केटीलाई म यो घरमा बुहारी बनाउन सक्दिनँ यो घरको बुहारी मान्दिनँ मेरो कुल पितृले सहँदैन त्यही भएर हेर्नुहोस् तपाईँ को हुनुहुन्छ मैले चिन्दिनँ तपाईँको छोरी उठाएर लिएर आएछ मेरो छोराले तर मैले यो घरको बुहारी कदापि मान्दिनँ तपाईँले आफ्नो छोरीलाई लिएर जान सक्नुहुन्छ केही बिग्रेको छैन केही भत्केको छैन यो मेरो छोरी हो जय साहब के गर्नुहुन्छ कसरी ल्याउनु भयो मेरो छोरी म फिर्ता लिएर जाने होइन लानु पर्दैन यहीँ राख्छु म मिलाएर राख्छु अनि तपाईँको बाबुआमालाई सम्झाउनुहोस् हामीलाई सम्झाउनु पर्दैन यदि यसलाई भित्राउनु पर्ने अवस्था आयो भने हामी यसलाई नै घरबाट निकालिदिन्छौँ तपाईँ छोरी त के यो नि बस्दैन कहाँ जानु त म चाहिँ अहिले कुन्नी कहाँ जाने हो छुट्नै नसक्ने भयो जानी सँगै उतै ससुरालीतिर गएर बस तर यो घरमा मैले तेरो दुईटैलाई यहाँ बस्न दिदिनँ
यो मेरो अन्तिम निर्णय हो, बुझिराख। मैले जे बोल्छु नि त्यो पुरा गरेर छोड्छु। मेरो घर यहीँ छ, यहीँ बस्ने हो नि म। हो, तेरो घर यहीँ हो भने मैले यो केटीलाई बुहारी मान्दैन। त तेरो घरमा बस्न सक्छस्, त्यसलाई सही सलामतले लु भएन, मेरो आमाले स्वीकारेन, मेरी आमालाई बुहारी मन परेन, लु जाऊ। आमा लिन आकी रहेछन्, केही भएन, हाम्रो जिन्दगी सँगै काट्न जुरेको रहेन रहेछ, हाम्रो यति नै रहेछ भनेर सल्लाहले पठा, कुरो मिलिहाल्यो त। किन झर्की फर्की किन घर तोडफोड बनाउँछस्? मैले यसलाई बुहारी मान्दिनँ, मैले यसलाई हुल्दिनँ। तपाईँले जिन्दगी कटाउने हो कि मैले जिन्दगी कटाउने हो? तपाईँलाई किन राम्रो हुनु पर्यो? मलाई राम्रो भयो जिन्दगी हाम्रो तैँले जिन्दगी कटाउने हो नि त, बाहिर कता लएर कटा नि त। यहाँ भएपछि त हामीलाई भात पकाएर खुवाउनु पर्यो, हाम्रा लुगा धुनु पर्यो, हामीले अराको मान्न पर्यो। मेरो घरमा ल्याइसकेपछि त यदि तँसित तेरो जिन्दगी हो, तँलाई दाजु भाइ खलक आमा बाउ कोही चाहिन्न भने केटी टिपिन्। सम्झिनीज्यू त्यसो नभन्नुहोस्। तपाईँको छोरी नि काहीँ त्यसरी बिहा गरेर तपाईँ फिर्ता ल्याउन सक्नुहुन्छ? बोल्नुहोस्। तपाईँको छोरी छैन, म कसरी फिर्ता लिएर जाने? मेरो छोरीलाई तपाईँको छोरीलाई जस्तो संस्कार दिएको छैन। मलाई आएर पाठ पढाउन नसिकाउनुहोस्। तपाईँले के गर्नुपर्छ के गर्नु पर्दैन, मेरा छोराछोरीलाई कस्तो संस्कारमा राख्नुपर्छ त्यो मलाई मात्रै थाहा छ। तपाईँले आएर मलाई सिकाइराख्नु पर्दैन। तपाईँको छोरी तपाईँको काखमा छ, लिएर जान सक्नुहुन्छ। किन डबल फसल कुरा गर्नुहुन्छ? मैले सिकाएको होइन सम्झिनीज्यू, तपाईँले राम्रो संस्कार सिकाउनु भएको भए तपाईँको छोराले ल्याएपछि बुहारी स्वीकार्नुहुन्थ्यो। अब तपाईँलाई ज्वाइँ मन पर्यो है, तपाईँको ज्वाइँ तपाईँको घरमा भित्राउनु। हामी यहाँ बुहारी भित्राउँदैनौँ, बुझ्नुभयो नि? त्यसो नभन्नुहोस् सम्झिज्यू, तपाईँको छोराले मन पराएर ल्याएपछि तपाईँहरूले नकराउनुहोस्। उसलाई मन परेको बुहारी तपाईँले भित्राउनुहोस्। मन परेको छोराले ल्याइसके मन पराएर, अब उसलाई एउटा रुखको फेदमुनि राखेर भए पनि उसले पाल्न सक्छ माया प्रेममा। तपाईँहरूले त्यस्तो इन्कार नगर्नुहोस्। तपाईँ पनि बुझ्नुहोस्, इनार भनेको अल्लारे केटाकेटी हुन्। यतिखेरको समयमा जे पनि गर्न सक्छन्। कुन सही कुन गलत यिनीहरूलाई थाहा हुँदैन। ताकि तपाईँको छोरी भन्दा पनि मेरो छोरो कान्छो छ, त्यही माथि यसलाई केही कुरा बुझेको छैन। केटीले जाउँ तिम्रो मेरो माया बस्यो भनी होला, दबाब दिए होला, उसले बोकेर लिएर आयो। तपाईँले पनि बुझ्नु पर्ने हो त, जमाना खराब छ। भोलि तपाईँको छोरीले दुःख पाएको देख्न सक्नुहुन्छ। त्यही भएर के बिग्रेको छ र? छोरी लिएर जानुस्। त्यसो नभन्नुहोस् सम्झिनीज्यू, बिहा गरेर ल्याइसकेको छोरी फिर्ता लाउने चलन हाम्रो गाउँमा छैन र हाम्रो समाजमा पनि छैन। छैन भने रुखमुनि लगाएर पाल्छ भन्नुभएको छ। तपाईँको ज्वाइँ छोरी रुखमुनि लगाएर राखिदिनुहोस्। यहाँ हामी यो उमेरमा काम गरेर तपाईँको छोरी तपाईँको ज्वाइँ हामी पाल्न सक्दैनौँ, बुझ्नुभयो नि? खानु नि पर्ला नि, लाउन नि पर्ला, कसले गरिदिने हो? तपाईँले पाल्नु पर्दैन सम्झिज्यू। ज्वाइँ साहेब सक्षम हुनुहुन्छ नि, पाल्नुहुन्छ उहाँले। उनीहरू दुईजना एकअर्कामा माया प्रेम बाँच्न नसक्ने भएर आएपछि के भोलि मैले छोरी फिर्ता ल्याएर तपाईँको छोरी बिना बाँच्न छैन, दुर्घटना भयो भने के तपाईँ छोरा गुमाउन सक्नुहुन्छ? मायाले खाना लाउन पुग्दैन, भोलि त्यसलाई ल्याएपछि पाल्नै पर्ला। आजसम्म यसलाई एउटा काम लगाएको छैन, एकजोर लुगा यसले आफ्नो कमाइले किनेको छैन। स्वास्नी पाल्छु भनेर यसले बोकेर लिएर आउने के? अब मैले छोरो पाल्दा पाल्दा बुहारी पनि पाल्ने सक्दैन म। बुढो हड्डी घोटेर छोरा बुहारी पाल्नलाई, बुझ्नुभयो? के तपाईँले लगेर पाल्नुहुन्छ भने छोरा मेरो छोरा पनि लानुहोस्, के अरे छोरी पनि लानुहोस् र पाल्नुहोस् लगेर। नत्र मैले मेरो घरमा मैले तपाईँलाई अन्तिम निर्णय दिएको हो। हेर्नु, मेरो कुरा बुझ्नु। मैले तपाईँकी छोरीलाई यो घरको बुहारी बनाउँदिनँ। मैले मेरो घरमा भित्राउँदिनँ। यदि यिनीहरू दुईटा छुट्न सक्दैनन्, यस्तो माया प्रीति छ भने ठिक छ, जा छोरा लगेर कहाँ लगेर बस्छस् बस, मैले केही भन्दिनँ। जिन्दगी हाल्ने तैँले हो, तर मैले मेरो घरमा चाहिँ कुनै हालतमा भित्राउँदिनँ र कुनैको दिन बुहारी पनि मान्दैन। तेरो स्वास्नीले मलाई पकाएर खुवाउनु पनि पर्दैन। तेरो स्वास्नीको र तेरो हातको मर्ने बेला म पानी पनि खान्न। लु, मेरो त अन्तिम निर्णय हो। यही घर भित्राउने हो, यही घर बस्ने हो। अन्त कहाँ जाने ठाउँ छ र मेरो? त्यसो हामीसित बस्ने होस्, हाम्रो छोरो भएर बस्ने होस् भने तैँले यो केटीलाई त्याग्नु पर्छ। यति हो कुरो। तैँले एउटा कुरो दुईटा डुङ्गामा खुट्टा हाल्न नखोज। तैँले कि स्वास्नी रोज कि बाउआमा रोज। यदि स्वास्नी रोज्छस् भने तैँले बाउआमा त्याग्नु पर्छ। त्यसो नभन्नुहोस् आमा, हामी सबैजना एक घर मिलेर बस्दा के पनि हुन्छ र? नभन् तैँले मलाई आमा। के प्रमाण छ आमा? तँलाई मैले बिहा गरेर ल्याएको कि तँलाई म माग्न गएको थिएँ कि तेरी आमासित कुरा गरेर लिएर आएको? के शब्दले आमा भन्छस्? बाटामा हिँड्ने जसलाई पनि आमा भन्दै हिँडेकी छेस् कि क्या हो? इज्जत नबाकी। तपाईँले नल्याउनु भने हजुरको छोरा त ल्याउनु भयो नि। फसाकियोस् तैँले मेरो छोरालाई। तपाईँ नै बोल्नुहोस् त, मैले फसाएको त तपाईँलाई? होइन कि होइन, मैले नि माया गरेर लिएर आऊ। सम्झिनीज्यू, यति घमण्ड पनि नगर्नुहोस् के। बुढेसकालमा भोलि अहिले हेला गर्नु, भोलि पर्सि फेला पर्ला। यही बुहारीको हातले पानी चुहाउनु पर्ला। यसको हातले पानी खानु परेछ भने घाँटीमा खुकुरी राखेर मर्छु म।
के सोच्नु भएको छ तपाईले? मैले जे बोल्छु नि त्यो पुरा गरेर छोड्छु। छोरी लाऊ ज्वाइँ साहब, तपाईँको हातमा मेरो छोरी सुम्पिदिए। आजबाट मेरो छोरी तपाईँको श्रीमती भई। मेरो छोरी दुःख पाउनु भएन, आँखाबाट आँसु झर्नु भएन, कसैले यो कपाल छुनु भएन, जिउ छुनु भएन। मेरो छोरीलाई एकदम सुख शान्तिसँग राम्रोसँग पाल्नु होला। ल मैले जिम्मा लगाइदिएँ, राम्रोसँग पाल्नु होला र म गएँ। म पनि जान्छु तपाईँसँग। आमा तपाईँ आमा चाहियो है? पहिला जाने घर छोडेर पहिला जाने तपाईँ आमा चाहियो। तपाईँ खुट्टाले कहाँ गएको त्यस्तो? त्यही ठाउँमा जा त। मेरो गला साला भड्काइदिन्छु नि म फेरि। आमा मलाई माफ गरिदिनु, मैले बिहे गरेर गल्ती गरेछ। आमा मलाई कुट्नु, मलाई मार्नु, म जाँदिनँ। आमा भन्छस् तेरो मुख च्याप्दियो। तँलाई पहिला जाने बेलामा जाने तँलाई आमा भन्ने, मलाई आमा भनेर आइस के देखिस्? आमा देखिस् अहिले? आमा देखिस् अहिले? तँलाई सानैमा बाउले छोडेर हिँडेर मैले बिहे गरेर गल्ती गरिसकेँ भने त मैले। लाज लाग्दैन तँलाई? तपाईँले कुट्नु, बुद्ल्याउनु, मार्नु। आमा आमा देखिस् अहिले? आमा उखालेर तेरो आमा भनेर के मुख लिएर आइस? आमा भनेर अहिले त आँखा देखिस्? तेरो के खुल्यो अहिले यहाँ आमा भन्नलाई? सानामा तँलाई बाउले छोडेर हिँडे, तँलाई तै भनेर तेरो मुख हेरेर बसेको म त्यसै बसेको हो? तँलाई हुर्काएँ, बढाएँ, पढाएँ। अहिले छोरीलाई के न गराउँला, कसो गरौँला नै मनको इच्छा हुन्छ नि आमाको। पुरा गरौँ भने त उमेर भरेपछि केटा खोजेर हिँड्ने छैन। कुन बाटो आएको त्यही बाटो जानु हो छोरी। के खोज्न आइसक्यो घरमा? समाजले के भन्छ मलाई? के मुख हेर्ने मैले अब? छोरीलाई के न गरौँला, कसो न गरौँला भनेर पढाएर यत्रो बनाइ त केटा खोजेर हिँड्ने छैन। के मुख हेरेर आइस अहिले? के खोजेर हिँडेको थिइस्? एक वचन आमालाई सोधिस्? सानोदेखि गु मु छ्यारे पढाइ यत्रो गरी तेरो बाउले छोडेर हिँड्दाखेरि मैले कसरी पाले? मलाई यत्रो महिलाले कसरी पाले मलाई? आमाको अभिज्ञता देखेकी छस्? मको छोरी तेरो गला साला फुटाइदिन्छु मैले। के अनुहार हेरेर तँलाई छोरी भनौँ मैले? आमा नभन् मलाई अब। तेरो आमा होइन म, आमा सब छैन भन अब। त्यही लखाउरोसँग जा, मेरो मुख हेर्नु पर्दैन, फर्केर आउनु पर्दैन, बुझिस्? मको छोरी तँलाई त्यसो नभन्नु आमा, मैले गल्ती गरेँ भनिसकेँ त आमा। किन यस्तो गर्नुहुन्छ? मलाई पिट्नुहोस्, कुट्नुहोस्, मार्नुहोस्, तर म फर्केर जान्न आमा। म तपाईँसँगै जान्छु। तँलाई नकचरी अझ म आमासँगै जान्छु जान्न त्यो घर भन्छस्? किन जान्नस्? तँलाई मैले छोरी तेरो साथी छ भने भन्, नत्र भए मैले राम्रो खानदानी केटासँग बिहा गरेर पठाइदिन्छु भनेर त्यत्रो भनेको के? तेरो कान छ कि? तेरो कान छ कि छैन? सुनेको थिइनँ सो बेला? तँलाई मैले के हेरेर तँलाई कुन मुखले लिएर जाउँ म घर? अब उ बेला नाटक खोजेर हिँडिस् अनि अहिले म घर लिएर जानु? समाजले के भन्छन् मलाई? न कसरी तँ अहिले आमा जान्न भन्ने तेरी म तँलाई अहिले यो अभिगतमा म घर लिएर जान सक्छु तँलाई? के भन्ला नि समाजले? मलाई भने कि भएदेखि म राम्रो खानदानी केटासँग बिहे गरेर पढे गुनेको शिक्षित केटासँग बिहे गरेर पठाउँथे। मेरो नि इज्जत रहन्थ्यो, तेरो नि इज्जत रहन्थ्यो। मेरो नाक रहन्थ्यो, मेरो नाक काटेर हिँड्ने छैन कुकुर नि। तँलाई छोरी भन्नु त मलाई एउटा ढुङ्गाको मूर्तिलाई छोरी भन्नु पर्यो राम्रो होला, बुझिस्? तेरो मन पलाएन एउटी आमा छ भने देखिनुहोस् तैँले? तेरो त्यसो नभन्नुहोस्, मैले तपाईँको इज्जत फालेर हिँडेको होइन आमा। मलाई मन पनि थिएन। मलाई त्यसो नभन्नुहोस् आमा। के हेरेर देखिस् त? मन हेरेर मन थिएन भने के हेरेर गइस् त? आमा बिर्सी छैन उ बेला? ए ल हाम्रो केटो भए तँलाई सम्पन्न पुर्याउँछ भनेको के हेर्नुहोस्? अहिले फेरि फर्केर आमा चाहियो तँलाई? किन फर्केर आएकी? म जस्तो भए त बरु त्यतै झुन्नेर मर्थे, मर्रे गए बाइते म आमासँग अनुहार देखाउन आउँदैन थिएँ। इज्जत नबकी तेरो त इज्जत गए मेरो समान इज्जत जान्छ तँलाई मैले घर लिएर गएँ भने। जस्तो छ त्यस्तै त्यही गरेर खा, फर्केर नआइज यहाँ मेरो घरमा, बुझिस्?
आमा त्यसो नभन्नुहोस् न आमा मै आमा भनेर हुन्छस् त बच्चा हो त आमा भनेर मैले राखेर तँलाई सानैदेखि मैले कति हैरान गरेँ यहाँसम्म पुर्याएँ तँ जमानी भएर उमेर भयो आमा सकिस् अहिले तँलाई यहाँसम्म कसले पुर्यायो फेरिमा तँलाई जमानी भएर तँ आमा नदेखेर तँलाई हेरेर गइस् र अहिले फर्केर आइस् के भन्ला तेरो साथीभाइले इष्टमित्रले माउलीको के भन्ला मामाहरूले ठोक तेरो इज्जत मेरो नजरमा नजर जुदा के र आमा भन्छ एकदिनलाई माफ गरिदिनु आमा मलाई माफ गर्ने मैले किन माफ गर्ने मैले एकदम त्यही गर जा फर्केर आमा जे गर्नुहुन्छ गर्नु मार्नुहोस् मलाई म तर त्यो घर फर्केर जान्न आमा तेरो गला साला फुटाइदिन्छु फर्केर जाने भनेको हुन्छ मलाई उयोलाई जाने बेलामा देखि म आमा म यस्तो यस्तो गर्न लायक भनेर सल्लाह गरिस् ओ म मान्छु मैले सल्लाह गरिनँ आमा तेरो गला साला फुटाएर म त कुरा सुने झन् दिमाग ताच्छ कुरा सुने झन् दिमाग ताच्छ मेरो त दिमागले कामले गर्दैन तेरो कुरा सुन्दा त मको छोरी मेरो कुरा ध्यानसँग सुन बुझिस् कान खोल म जुन गरेर गएको थिइस् त्यही गरेर फर्केर जा मेरो घर आउनु पर्दैन यहाँ माइतीको आँगन टेकिस भने तेरो खुट्टा सुट्टा बाँधिदिन्छु तेरो आमा छैन अब आमा छ भने सोच्दा पनि नसोच बुझिस् तँलाई पोइ चाहिने बेलामा आमा चाहिएन अहिले यहाँ घरमा आमा चाहियो होइन आमा छ भनेर नजर पनि यता नफर्का तैँले खुट्टा मात्रै मेरो आँगनमा टेक्ने होइन बुझिस् जुन ठाउँमा गएको थिइस् जुन केटासँग गएको थिइस् त्यही घरमा त्यही केटासँग गरेर खा मलाई आमा भनेर सम्झिँदैन सम्झि तेरो गला साला चोर्काइदिन्छु यहाँ मेरो नजर अगाडि तेरो नजर मात्र मैले देख्नु नपरोस् बुझिस् यो समाजमा यसै नि मलाई तैँले इज्जत फालिस् उसै नि इज्जत फालिस् एउटा कुखुराको फुल फुटे म फर्केर तँलाई भित्र हुँदिनँ म मेरो घरमै ल्याउँदिनँ मैले र मेरो नजर अगाडि पनि तेरो नजर देख्नु नपरोस् छोरी झन् देख झन् दिमागको मेरो त कामै गर्दैन तँलाई तेरो नजर देख्यो भने त अबदेखि आइन्दा मेरो घर नआइज र आमा भन्ने शब्द पनि नसुन कतिचोटि भनिसकेँ मैले बुझेँ कुन बाटो आएको छ त्यही बाटो हिँड्छ भइहाल यहाँ आउनै पर्दैन त नोको छोरी आमा भन्नु तँलाई लज लाग्दैन तँलाई नजर पनि फर्काउनु बुझिस् आमा भन्छस् नोको छोरी अब आमा भन्ने होइन आमा के गरे के त अर्का छोरी लिएर बिहार उसलाई कसले भने अब भइगयो त गइहाल्यो त नि अब त ढुक्क भयो होला नि चित्त बुझ्यो होला नि तपाईँहरूलाई धन्न सोचिरहेछ त गई अहिले बाङ्गी टिङ्गी भाइ अंश माग्ने यहाँ गर्ने उहाँ गर्ने लफडा गर्ने गाउँमै लफडा गर्ने पुलिस ल्याउने मान्छे बोलाउने गर्थे तँलाई के थाहा यस्तो कुरा खटा भइगयो त सकिसक्यो त भइगयो भनेर हुन्छ न के हो भोलि के पो गर्ने हो ल र मलाई एक रात राख्यो भनेपछि के हुन्छ मुद्दा हाल्दियो नि हालिदियो भने हालिदियो नि तपाईँहरूलाई कसले निकाल्नु भनेको थियो त अनि गएर ढुक्क भयो सोझी रहेछ त्यहाँदेखि अर्काको सुओजीलाई फकाउने ल्याउने लिएर हिँड्ने सिन्दुर हाल्ने माला लाउने गर्नुहुन्छ अब के गर्नु त मलाई त्यही केटी मन पर्यो अब त म बिहे गर्दिनँ है अब मैले मन पराएको केटी बिहे गर्नु दिनु भएन तपाईँहरूलाई छान्ने केटी मलाई मन पर्दैन खुब राम्री मन पराछस् खुब रानी जस्ती अप्सरा जस्ती आफूलाई कस्तो जोडी मिल्छ भन्ने कुरो तँलाई थाहा छैन अनुहारले माया गर्ने हो र मन मिल्नु पर्यो भइगयो नि त हेर्न यसो कुरा सुन्दा बोल्न भन्दा नि मलाई त कुट्न चाहिँ मन लाग्छ बरु छल्यो तँलाई कुन हात खुट्टा भाँच्छु यस्तै गरेर हिँडिस् भने चुप लाएर घर बसेर भने काम गर्ने गर्ने आफ्नो घरको काम गर्ने अब त लखर लखर हिँड्ने होइन अब यसरी हिँडिस् दुनियाँ केटीको पछि लागिस् भने तर हात खुट्टा भाँचेर यहाँ थानमा बाँडेर राख्छु
म दुनियाँ केटीको चाहिँ कसको चाहिँ पछि लगाएर देख्नुभयो क्या तपाईँ होइन कस्ती चाहिँ उठाएर लिएर आएको त तँलाई थाहा हुँदैन म कस्ती छु मेरा बाबुआमा कस्ता छन् मैले कतिको केटी आमा भनी जस्तो केटी उठाएर लिएर आउँछु जस्तो तैँले त तँलाई कन्नी केटीले हेरेनन् कहिले मन पराएनन् छोराछोरीकी आमा पहिले छोडेका घरबार बिग्रेका त्यस्तै हो तँलाई त्यही हो त्यसको को चाहिँ छ र भनेको ल को बिहे गरेर छ र त्यसले अर्कोसँग त्यसको रबाक ढबाक हेर्न यो त एक दुईटाको छोराछोरीकी आमा हो के तैँले के सोचे खास हामी त बुढा पाका भयौँ को कस्तो भन्ने त हेर्दै अलग्ग थाहा हुन्छ के तपाईँ त अब ज्योतिषी हेर्दैखेरि सबै थोक थाहा हुन्छ होला भविष्यवाणी गर्नु भ्याइसक्नु भयो नि तपाईँले देखिनुहोस् मैले यत्तिकै यसलाई ठटाएको हो कुरा कस्तो गर्छ मान्छेहरू चिन्दैन ल ल भयो धेरै हल्ला नगर्नु अब गइसक्यो आनन्द भयो होला नि तपाईँहरूलाई अब टन्नसित 2 थाल भात खानु तँलाई चाहिँ के पिर पर्यो पर्यो त नि बुढले छोडेर जाँदा पिर पर्दैन गएर ढुक्क भयो अहिले नगएसँगै रणाएको हुन्थेन कुनी के अब भन्छ के गाउँले? गर्ने हो अब एउटा बत्तिलो केटी खोजेर बिहा गरिदिउ के छचन्नाएर हिँड्न लायो छोरो थाहा छ कि छैन गर्दिनुमा बेसे सुन्नुहोस् कुरा यसलाई यत्तिकै हामीले खोजेको केटी बिहा गर्दैन यसलाई केही न केही सजाय दिनुपर्छ सजाय पनि केही न केही त कस्तो खालको केही न केही पनि कडा खालको तपाईँले सजाय दिँदैन अब म चाहिँ खुरुक्कन मान्छु होला नि त्यही सजाय नमाने घर छोड्ने किन छोड्ने म कबार केले हारे यहाँ देखाइदिनु पर्यो नि त मेरो घर कहाँ छ भनेर ए बाबामा देखाइदिनु पर्यो अर्को जाने कमाउने खाने दुनियाँ यहाँ बस्ने हो र भने म दुनियाँ भए आजदेखि होइन दुनियाँ त बस्ने भने बाबामाले भने अर्थीबुद्धि मान्दैन जस्तो के गर्नु त त्यसो तपाईँहरू जानु न त नि कहाँ जाने अझ बाउसँग मुख लाग्छ हेर केटा अब तँलाई कति सम्झाउनु पहिला नि सम्झाएकै हो अब तैँले अहिलेसम्म बिहा दर त क्लियर गरे होइन कमसेकम डिग्री गर्न पऱ्यो नि अनि गतिलो केटी पाइन्छ गतिलो केटी पछि लाग्छन् उमेर ढल्केपछि अब कतिले केटी चाहिँ कसले ल्याएर दिन्छ के कति उमेर भयो तेरो त्यो दारी आएको त हो नि अहिले जमाना दारी फुलेपछि बिहा गर्छन् तेरो त भर्खर देखि बसिरहेछ त्यो भएर बुद्धि नबिगार छोरो पहिला पढ बिहा क्लियर गर अनि डिग्री सग तँलाई राम्रै कलेजमा लगेर भन्न गएर डिग्री पढ्न पनि अनि त्यहाँ राम्रै धनीका छोराछोरी भेटिन्छन् राम्री केटीहरू भेटिन्छन् पढे लेखा केटीहरू भेटिन्छन् जहाँ पहिला उठाउने हो त ठुलो मान्छे बन्नुपर्छ त ठुलो मान्छे बन्ने खालको मान्छे होस् त्यो दिमाग पनि छ के भएर त त्यसमा लागि अचम्म लाग्यो मलाई पनि भने मान मुखा मात्रै हेर्ने होइन पहिला आफ्नो क्यारियर बना अनि बिहा गर्ने कुरा सोच अब त्यो गई आनन्द भयो अब पढ्नेतिर लाग बाउले भने माग पढ्ने दिनमा पढाइ सढाइ छोडिदिने हो हेर्न जति भयो नि मान्दैन अनि के आएर हिँड्छस् ट्यापे भएर हिँड्छस् जा ट्यापे भएर हिँड नपढेर कि केटी बोकेर हिँड कि ट्यापे बोकेर हिँड अनि आफू पनि ट्याप खा बाटामा सुत बाटामा मुत जा अनि खुब इज्जत बढ्छ अनि राम्रो कुल घरानको छोरी दिन आउँछन् र अनि बिहा गरेर घरजम गरेर नानातिर पाइदेला सामलाई एउटा भएको सन्तान पनि यस्तो 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 म सक्दिनँ म तँसित सकिनँ मैले के सोचेको थिएँ के गरिस् अब यसलाई बेलुका मिठो खाना खुवाएर राम्रोसँग सम्झा खाना खुवाएर सम्झिने हो र अब पुरा पनि यिनका फेरि केटाकेटी पारेका छन् अब गाली गरेर टेर्दैन नगर भनेको कुरो झन् गर्छु भनेर मुख अब जे भयो त्यो केटीलाई कहाँबाट उठाइस् कहाँबाट ल्याइस् तिमीहरूको कति कुरा भयो थियो कहाँ भेटेकी थिए छोड्दे त्यो एउटा सपना जस्तो भयो भनेर छोड्दे अब त आफ्नो सुध्रे अझ केही बिग्रिया छैन छोरा मान्छे होस् बाटोमा कोही भेट्यो ल्याइस् केही भन्यो त्यो आफ्नो बाटो लागि सुध्रे सही लाइनमा हिँड पढ्छस् भने नि पढ घर के यस्ता रेखदेख गरिदे हाम्रो पनि एउटा सन्तान कति सपना छ बाबुआमालाई हेर माया गर तँलाई एउटा केटी चाहिएको भए यसो आफन्तलाई बुझौँला हुने खालको केटी ल्याएर भित्रौँला के बस्छ त एउटा बुहारी त चाहिने नै हो भित्रौन पर्ला के रे त्यो चाहिँ नहुने खालको थियो त भने त्यो त हुँदैन छोरा त्यो त मैले मान्दिनँ हेर त तपाईँहरूले चाहिँ कस्तो खालको हेर्नु हुँदो रहेछ हेरौँला नि त म पनि तँलाई सुहाउने कन्ने केटी ल्याएर भित्राइदिन्छु नि के अर्का कि स्वास्नी ल्याएर त भित्राउन होला तेरो हाम्रो जस्तै गोरी राम्री
ओहो पर्मिला नमस्कार। अनि तिम्रो आमालाई भेटेको थिएँ मैले। मेरी छोरी त पहिला गइन् भन्दै हुनुहुन्थ्यो तिम्रो आमाले। हो त रहेछ त, सिन्दुर पोते लगाएर कति राम्री बनेकी नि। पहिला जानुमा तिम्रो गल्ती चाहिँ छैन हेर पर्मिला। यहाँको हावा पानी वातावरण नै त्यस्तै छ। कसरी हुनु नि, पढ्न मन लाग्ने खालको वातावरण भएको भए तिमी पहिला जान्थ्यौ त। मैले पढाएको विद्यार्थी सबै पहिला जान्छन् गाँठे। केटाले केटी ल्याउने, केटी केटासँग जाने, पढौँ पढौँ लाग्ने खालको माहौल भएको भए मान्छेहरू पढ्थे, डाक्टर बन्थे, इन्जिनियर बन्थे, पाइलट बन्थे, विद्वान बन्थे, ठुला ठुला वैज्ञानिक बन्थे। अब पढ्न मन नलाग्ने, बिहा गर्न मन लाग्ने, अर्काको स्वास्नी बन्न मन लाग्ने, अर्काको लोग्ने बन्न मन लाग्ने, त्यो पनि उमेरमै हेर। अब पढाइ बिग्रेन त। पढाइ बिग्रेपछि समाज बिग्रियो, समाज बिग्रेपछि राष्ट्र बिग्रियो। अब राष्ट्रको विकास गर्ने, समाजको विकास गर्ने भनेको दिमाग, पढाइले हो, विज्ञानले हो। अब दिमाग कसरी हुन्छ? पढाइ नभएपछि, बिहा गरेर गएपछि, बिहे गरेर गएपछि सासू ससुरा नन्दा आमाजू देवर जेठाजू वल्लो घर पल्लो घर पर्म, बच्चा जन्म, बच्चालाई हुर्का, बडा जिन्दगी त गयो। मान्छेको जिन्दगी जानु भनेको समाजको जिन्दगी जानु, समाजको जिन्दगी जानु भनेको राष्ट्र जानु हो। त्यो भएर हाम्रो राष्ट्र कहिले पनि अगाडि नबढेको आजसम्म। तिमी पनि पहिला गयौ, एक्लै आमाको माया लागेन? माया त लाग्यो नि सर, तर पनि खोइ किन बुद्धि बिग्रियो, म आफै अचम्ममा परेको छु सर। के अचम्ममा पर्नु छ र? आमाको माया भन्दा बढी त्यही केटाको माया लाग्यो भन न, तिमी पहिला गएको केटाको हो कि भन त। हो नि सर, त्यो त अब आमाको भन्दा पनि त्यही केटाको चाहिँ बढी माया लाग्दो छ सर। के गर्नु, बुद्धि जान्दैन। बुद्धि नजाने होइन, धेरै बुद्धि जानेको तिमीले, धेरै ज्ञानी भएको तिमी। अब आमाले तिमीमाथि कत्रो भरोसा गरेको थियो। तिम्रो बुवा तिमी सानै हुँदाखेरि छोडेर गएको। तिमीलाई त बुवाको अनुहार पनि राम्रोसँग थाहा छैन होला, फोटो पनि छैन होला। तिम्रो आमालाई कति धेरै मान्छेहरूले फकायो होला, छोरी सहित लान्छु पनि भने होला। तर तिम्रो आमा डेक चलिन। मेरो छोरी नै छोरो हो, मेरो छोरी नै भविष्य हो भनेर बसिन्। अहिले आमालाई एक्लै पारेर फुत्त पहिला गयो होइन त। भनेपछि मान्छेको यो जवानी भरिँदै आएपछि मान्छेलाई आफ्नो बाउ आमाको भन्दा पनि पढाइको चाहिँ माया लाग्दो रहेछ है। हाम्रो शिक्षै त्यस्तो खालको छ कि क्या हो? खोइ सर, के भन्ने भन्ने म त। अनि अब आमाको घरमा जान्नौ, अब माइती घरमा जान्नौ त तिमी? जान मन त लाग्छ नि सर, आमा घर जान मन लाग्दैन होला त। तर बिहे गरेपछि कहिलेकाहीँ चाहिँ आमा घर, कहिलेकाहीँ बाउ आमा घर जान मन लाग्दछ। सधैँभरि चाहिँ आफ्नै घरमा बस्न मन लाग्दछ। त्यो त राम्रो कुरा पनि हो। तर पनि मैले तिमीबाट यस्तो अपेक्षा गरेको थिएन। तिमी त जेहनदार थियौ, मेहनती थियौ, सोझी थियौ, सिधा मेरो मुखमा हेरेर पनि जवाफ दिँदैन थियौ होइन। केटाको मुखै हेर्दैन थियौ तिमी। तर तिमीलाई नै कहिले पहिला जाउँ जाउँ भएको रहेछ होइन त। त्यस्तो त सोचेको थिइनँ सर, तर अचानक खै के भयो भयो, मेरो दिमागमा के सोच आयो मलाई नि केही थाहा पाइनँ सर। केही नथापेकन पहिला गयो होइन त। जे होस्, अब गइसकेको कुरालाई अब ठुलो बनाउनु सानो बनाउनु भन्दा नि सम्हाल्नु राम्रो कुरा हो। हेर, तिमी जुन घरमा गयौ, जुन केटासँग गयौ, त्यो घर र त्यो केटा नछोड्नु। जोसँग तिमी गयौ नि, अब पहिला गए पनि बिहे गरेर गयौ भन न, तिमी जोसँग बिहे गरेर गयौ त्योसँग सम्बन्ध कहिले नबिगार्नु। कहिले पनि अदालतसम्म, पुलिस चौकीसम्म, छरछिमेकसम्म झै झगडा गरेर नपुग्नु। किनभने हाम्रो देशमा लभ गरेर जाने, पहिला जाने, भागेर जानेहरूको धेरैको समस्या नै त्यही छ। 2-4 दिन राम्रो हुन्छ, 2-4 दिन पछाडि अदालतमा सम्बन्ध विच्छेदको मुद्दा लिएर जान्छन्। वकिललाई फाइदा, कसलाई फाइदा। अनि कतिले त अंश मुद्दा हाल्छन्, कतिले वैवाहिक बलात्कारको मुद्दा हाल्छन्। मिलुन्जेल श्रीमान श्रीमती 2 मुटु होइन 1 मुटु। जब मिल्न छोड्छन् तब सबैभन्दा ठुलो दुश्मन श्रीमानको श्रीमती, श्रीमतीको श्रीमान। एकअर्कालाई काट्न पनि पछि पर्दैनन्,
एकअर्कालाई मार्न पनि पछि पर्दैनन्, त्यो गलत हो। तिमी जहाँ गयौ, जोसँग गयौ, जसरी गयौ, गइसक्यौ, अब त्यसलाई सम्हाल्नु। यदि मैले भनेको तिम्रो दिमागमा छिर्छ, तिमीले सोध्छौ भनेदेखि जुन घरमा गयौ नि त्यो घर छोडेर अर्को घरमा जान्छु अथवा माइती आएर बस्छु भनेर नसोच्नु कहिले पनि। जसरी भयो नि आफ्नो घर सम्हाल्नु। एक दिन दुई दिन दुखाउन सक्छ होइन, तिमीलाई नचिन्दा, तिमीले नचिन्दा केही समस्या पर्न सक्छ, तर बिस्तारै सबै कुरा ठिक हुन्छ। अब पढाइ त निरन्तर अगाडि बढाउँदिनौ होला कि बढाउँछौ? अब अर्काको घर गएपछि पढ्न जाउँला, आफ्नो भविष्य फेरि अर्को राम्रो बनाउँला भनेर त के सोचेला नि सर? मलाई पनि त्यस्तो लाग्दैन। तिमीले पढेको भए तिमी ठुलो मान्छे बन्थ्यौ, निकै ठुलो वैज्ञानिक नै बन्ने खालको मान्छे हौ तिमी। तर के गर्ने, अर्कै खालको वैज्ञानिक बन्यौ। अब 1-2 वर्षपछि वैज्ञानिक जन्माउने होला होइन त। अनि अर्को कुरा, बच्चा बच्ची पनि त्यस्तो हतार गरेर नजन्माउनु। आफ्नो व्यवहारिक कुराहरू हेर्नु, श्रीमानसँग सल्लाह गर्नु, राम्रोसँग घर गरेर खानु है। हस् सर। अब सबैभन्दा ठुलो कुरा चाहिँ शिक्षा हो। मान्छेले बिहे गरेर गएर पनि पढ्छन्, पढाउँछन् पनि कतिको सासू ससुराले, श्रीमानले। मिल्छ भने पढाइलाई निरन्तरता देऊ। यदि पढाइलाई निरन्तरता दिन मिलेन भने आफ्नो जिन्दगीलाई निरन्तरता देऊ। राम्रोसँग घर गरेर खाऊ। आफ्नो आमासँग टाढा नहुनु। आमालाई फोन गरेर आमालाई भेट्न जाऊ। आमाले नआइज भन्दा पनि तिमी 1 चोटि 2 चोटि 3 चोटि गयौ भने आमाको मन पग्लिन्छ। ल म गएँ है त। ल राम्रो गर्यो पहिला गर तिमीले। ल त्यसलाई मर्नलाई कहाँ मरे कि हो? एक गाग्री पानी ल्याउन सकिन्न? अलक्षिने घर गर्न आखिरे के गर्नु यसलाई? ज्योति जान ल्याए पनि, ज्योति भित्र आए पनि आफ्ना दुःख आफैसित छ। आमा पानी जान लाग्नु भयो, खैदिनु गाग्री। कहाँ राखियोस्? कहाँ राखियोस्? यतिखेर पानी बिहानै गएर गाग्रीमा पानी ल्याउनु पर्छ कि पर्दैन? गहिलो कुचो गर्नु पर्छ कि पर्दैन? कहाँ गराइ? आमा कहीँ गएको छैन, यतै मात्रै छु आमा, कहीँ गएको छैन म। कहीँ गएको छैन? यतै कहाँ? यतै आँगनमा मैले देख्दिनँ कि कोही नाठो छ, नाठोलाई भेटेर आइस्। के सोच्नु भएको आमा त्यस्तो? किन त्यतिसम्म निस सोच्नुहुन्छ? आफ्नो घरमा बुढो हुँदाहुँदै म कसलाई भेट्न जान्छु भन्नुहोस् त तपाईँ? जान्छस् कि जान्नेस्? बानी परेको छ, किन भेट्न जाँदैन थिइस्? कस्तो बानी परेछ भन्नुभएको आमा? नरानी घुमेर खाना। यो यहाँ काम गर्नुपर्छ भने थाहा छैन कि चिया पकाएर ल्याइदिउँ? चिया खान्छस्? त्यस्तो नभन्नु आमा, म आफै पकाइहाल्छु नि। दिनुहोस् गाग्री, म पानी लिएर आएर म आफै पकाउँछु। गाडीबाट बिहानै गरेर लिएर आउँथिस् त, बिहानै गरेर लिएर आउँथिस् त। अहिले म हिँड्ने बेला पानी लिन जान्छु भन्ने तैँले? होइन आमा पर्दैन। कुन बाटो आथिस्? कोलाई भेटेर आथिस्? हुइजा हुइजा। धेरै सिम्मा परेर नबसै, गइहाल गइहाल भने सुन्छस् कि सुन्दिनस्? पर्दैन त पानी किन, पर्दैन त पानी किन, पर्दैन पानी किन। पानी लिन जानु भयो त बिहानै गरेर लिएर आउँथिस् त। काम देखो नि, कसलाई भेटेर आइस्? को छ तेरो घरमा? बुहारी मान्छे भएर खाना बनाउनु पर्ने हो कि दैलो कुचो गर्नु पर्ने हो कि पानी ल्याउन पर्ने हो कि भाडा माग्न पर्ने हो कि? त यस्तो छाडा छाडा हिँडै छाडा भएर हिँडे कि? अनि यहाँ कहाँबाट घर गर्न आउँथ्यो त? आमा मैले कसैले पनि भेट्न गएको छैन आमा। त्यतिसम्म नराम्रो नसोच्नुहोस् आमा। त्यतिसम्म नराम्रो भएको भए तपाईँको छोराले मलाई किन ल्याउनुहुन्थ्यो? फसाइस् नि त, मेरो छोरालाई त फसाइस् फसाइस्। काहीँ नबिकेर बसेको थिइस् अनि मेरो छोरालाई फसाइस् ललाई फकाइ गरेर। त कति कि छेस्? कसरी सोच्न सक्नु भएको आमा? म कहीँ नबिकेर हो र बसेको? हो, काहीँ नबिकेर बसे कि? गतिलो हुनु पर्यो खानदान, आमा बाउ राम्रो हुनु पर्यो, छोराछोरी संस्कारी हुनु पर्यो, इज्जत राख्नु पर्यो, अनि बल्ल बित्तिस्। यो उमेरसम्म नबिकेर मेरो छोरालाई फसा कि? मैले केही फसाएको छुइनँ आमा हजुरको छोरालाई। हजुरको छोरालाई नै मैले पहिल्यैदेखि भनेको, अहिले हामी बिहे नगरौँ, हामी आफ्नो करियर बनाऊ भनेर मैले त भनेको हो।
तर हजुरको छोराले मान्नु भएन त म के गरौँ? धेरै थुतुनु नचला, बिहान कहाँ थियोस्? मैयाल निस्किहाल मेरो घरबाट निस्किहाल। आमा त्यसो नभन्नुहोस् न, म पानी लिएर आउँछु, म चिया पकाउँछु। आमा पकाइस् चिया? बिहामा किन पकाइनस् त चिया? मलाई अब आँखामा छारो हाल्न खोज्छस्? बिहामा किन उठेर चिया पकाइनस्? तेरो मनमानी चल्छ? यो तेरो माइती घर हो? तेरी आमालाई दङ्गाको जस्तो यहाँ सासू ससुरालाई दङ्गाउन पाउँछस्? त्यस्तो होइन आमा, घर गर्न आँटियोस् नि। म अरू कामहरू गर्दै थिएँ आमा, म बिस्तारै पानी ल्याएर चिया पकाइहाल्छु नि। गर्दै थिइस् अरू काम? कहाँ गर्दै थिइस्? कोसित गर्दै थिइस्? कस्तो सोच्न सक्नुभएको आमा? के शब्द बोल्नुभएको त्यस्तो? कोसँग गर्दै थिइस्? के भन्नुभएको आमा त्यस्तो? जे गरिस् जे देखे त्यही भने। त ठिक केटी पनि हैनस्, त राम्रो मान्छे नै हैनस्। तेरो माइती माउलीमा राम्रो संस्कार सिकेकी केटी होइनस् त। नत्र बिहान उठेर लुत्त यसरी हिँड्छ? सासु ससुराले के भन्लान्, लोग्नीले के भन्ला, अलिकति डर कर तँलाई छैन? अझ अहिले म पानी लिन लागेको बेलामा टुक्क आएर म पानी लिन जान्छु भन्ने कहिले? तँलाई थाहा हुँदैन रित्तो गाग्री छ घरमा? के भन्ला सासु ससुरा उठेर मैले एक गाग्रो पानी ल्याएर राख्नुपर्छ, म त हिजो छोरी थिएँ आज बुहारी भएँ भन्ने कुरो तँलाई थाहा छ कि छैन? आमा मैले जानिनँ होला त, हजुरले सिकाउन सक्नुहुन्छ नि त, यस्तो गर त्यस्तो गर भनेर। राम्रोसँग राम्रो बोली बोल्नुहोस् त आमा। मलाई त चाहिएकै होइन, किन सिकाउने? मलाई त जबसम्म यो घरको बुहारी पनि मान्दिन, यो घरमा बस्ने हुन्थ्यो पनि छैन मलाई, फेरि मैले तँलाई किन सिकाउने के? न मैले रोजेर ल्याएको बुहारी होस्, न मैले खोजेर ल्याएको बुहारी होस्, उल्टै मेरो छोरालाई फसाएर आकी, अझ मैले तँलाई सिकाएर रताएर यो घर गराउन लाउनु? जसरी हुन्छ मेरो छोरालाई त मैले त अर्कै बिहे गर्ने हो। त जसरी हुन्छ यो घरबाट निस्किनै छ। अझ मैले सिकाउने तँलाई। म निस्किन्न आमा, म किन निस्केर जानु? म त हजुरको छोरासँग बिहे गरेर यो घरमा भित्रेको हो। कसरी निस्किन्नेस्, कसरी निस्किन्छेस् त्यो मलाई थाहा छ। कसरी गरेर खाँदिरहेछस् यो घर हेरुला नि मैले पनि। त्यति सजिलै तैँले अरूका सासु ससुरालाई, अरूका तेरा बाबुआमालाई दङ्गाको जस्तो मलाई नसोच। मेरो बुहारी हुन नि त्यति सजिलो छैन। बेलैमा बुद्धि पुरा, बरु जति सक्दो तेरो भलो यो घर छोडेर जाँदा राम्रो हुन्छ। निस्किहाल मेरो घरबाट, गइहाल। यहाँ अनुहार देखाउने होइन। मैले पानी ल्याएर खाम कि भात काँचै गराएर खाम कि मेरो घरको काम गरौँ कि म मरौँ कि सडौँ कि मलाई कुनै सरोकारको विषय होइन। मेरो घरमा भित्र पनि पस्ने होइन त। कहाँ जानुपर्छ निस्किहाल। मैले तँलाई बुहारी पनि मान्दिनँ, मैले यो घरमा भित्राउँदा नि भित्राउँदिनँ। तैँले ल्याएको पानी पनि खान्न, तैँले पकाएको भात पनि खान्न। मेरो कुल पितृले तँलाई बुहारी मान्दैन। लक्ष्मी तैँले त मलाई त अरूलाई जस्तो उप गर्न लागिरहेछ छैन, बरु अहिले ल्याउँला पानी मैले। आमा आमा त्यसो नभन्नुहोस्, म पानी लिएर आउँछु आमा, दिनुहोस्। होइन तैँले मलाई किन जिस्काएको? किन जिस्काएको? उता जा, लात्तीले हान्दिम। तँलाई भाती के हो? तेरो बिहा गर्ने उमेर हो यो? तेरो यो बिहा गर्ने उमेर होइन, पढ्ने उमेर हो। पहिला पढाइसक्ने, बिहा गर्ने भने 30-32 वर्षमा डिग्री क्लियर गर्ने, थेसिस लेख्ने, अनि मात्रै बिहा गर्ने। बिहा तर पनि क्लियर गरेर छैन जस्तो अहिलेसम्म। अनि केटीको पछि लाएर हिँड्ने। अब सोझी ठिक भइ जाओस्, जान्दे। त्यो केटीको आमालाई फोन गरेर बुझ, जिम्मा लाएर पठा भनिदिए। फोन गर्नु त गर, नम्बर छ आइन्दासँग? कसको फोन आयो फेरि? हेलो, तपाईँको छोरी घर आइपुग्यो होला होइन? म आफै आमाकोमा जान्छु भनेर हिँड्छु यहाँबाट। दायाँ बायाँ केही भयो भने म जिम्मा लिँदिनँ नि। अब आगी थिएँ मैले जहाँ गएको त्यही ठाउँमा जा भने फर्काइदिएको छु। के मेरो छोरी त्यति सस्तो छ? लाने बेला लाने अनि फेरि फिर्ता पठाउने? फिर्ता पठाइदिएछ अरे? अनि यहाँबाट त म आफ्नै आमाकोमा जान्छु भनेर हिँडेको थिएँ त। अनि दायाँ बायाँ केही भयो भने चाहिँ म चाहिँ जिम्मा लिँदिनँ है। अब नलिएर सुखले जसरी लगे त्यसै गरी राख्ने मेरो छोरीलाई। दायाँ बायाँ त्यहाँ केही भयो भने मैले तिम्रो घर पनि देखाएको छ, तिम्रो शाखा सन्तान चिने मैले। मेरो गुन्डा सुन्डा लिएर तिम्रो फेरि 3 पुस्ता निकाल्नु पर्ला नि। होस् गर, मेरो छोरी खेलाउन होइन, जिन्दगीको सवाल छ। कसलाई थर्काएको गुन्डा भनेर? तिमी जस्तै 2 कौडीकासँग गुन्डा छन् भने हामीसँग गुन्डा छन्। धेरै बोल्ने होइन।
आफ्नो छोरीको सुरक्षा गर्ने भए खुरुक्क लैजानु। तिम्रो छोरीको यहाँ सुरक्षा छैन, बुझौ? किन लाने मैले? जसरी लगे त्यसै गरी राख्ने त्यहाँ मेरो छोरी। दायाँ बायाँ केही होला त्यहाँ? तरकारी जस्तो हो मेरो छोरी। मन पर्दा लाने, मन नपर्दा फिर्ता गर्ने। त्यस्तै त रहेछ नि बजारमा कि बेच्न राखे जस्तो। लुरु लुरु मेरो छोरालाई फकाएर यहाँ घरमा आयो, घरसम्म आइपुग्ने उसले फका होइन रहेछ। त्यसै किन आपस लाएर मेरो छोरासँग? मेरो छोरा त उहाँ पढ्नेतिर लागेछ, अब भोलि पढ्न सहर जान्छ, यहाँ पढाउनु पर्दैन, खुरुक्क लिएर जाने। कहाँ लग्यो त्यहीँ हो। मलाई थाहा छैन, गुन्डाको धाक लाउने भए गुन्डाको बाउ पठाइदिन्छु म फेरि तिमीहरूकोमा। मेरो छोरी लगेपछि कसरी मैले राख्न मिल्यो? मेरो छर छिमेकमा के भन्छन् त्यहाँ? खुरुक्क त मेरो छोरी त्यो पठाइदिएको छु, दायाँ बायाँ के होला तलमाथि राख्ने त्यहाँ। त्यही भएर हामीले घरभित्र नउलिकन बाहिरबाट पठाइदिएको। तिम्रो छोरीको इज्जत पनि केही भएको छैन, केही गराइ छैन। तर तिम्रो छोरीको पहिलाको पारा चाहिँ ठिक छैन जस्तो छ। यसो हेर्दा कन्डिकेटी जस्तो छैन। अनि त्यस्तो छोरी हाम्रो छोरालाई भिडाउन पठाउने? तिम्रो छोरीको पहिला कहाँ कहाँ बिहा थियो त्यहीँ पठाउने, यता पठाउने होइन। मेरो छोरी कहीँ बिहा गरे छैन। मेरो छोरी कन्ने केटी हो। कहाँ प्रमाण छ? देखाउन सक्नुहुन्छ बिहा गरेको छ भनेर? दायाँ बायाँ कुरा मसँग नगर्नुहोस्। तपाईँको छोरीको पहिला केटा थियो कि थिएन? बिहा थियो कि थिएन? के थियो? साँचो साँचो भन्नुहोस्। अब यहाँ पठाउने कुरा नगर्नु, बुझ्नुभयो? यहाँ पठाउनु भयो भने तपाईँको छोरीको सुरक्षाको ग्यारेन्टी छैन। भोलि लास कोही सास कोही भन्न नआउनु। कहाँ पो पुग्छ? रुक्क छोरी फिर्ता लानु। कहाँ पठाउने हो त्यहीँ पठाउनु, हामी कहाँ नपठाउनु। हाम्रो छोराले बिहा गर्दैन तपाईँ छोरी, बुझ्नुभयो? त्यस्तो कुरो नगर्नुहोस् मसँग। मेरो छोरी कहीँ बिहा गरेको छैन, कन्ने केटी हो। पढ्दा पढ्दा तपाईँको छोराले लिएर गएको। धेरै ठुल्ठुलो कुरा नगर्नुहोस् नि फेरि। लास र सासको कुरा होइन। छर छिमेकमा के भन्छन्? तपाईँको इज्जत जाँदैन? मेरो गाउँघरमा इज्जत जाँदैन? पहिला गएको छोरीलाई माइत राख्छन्। खुर्कन तपाईँको छोरालाई मैले दिइसकेको छु। अब पठाइदिइसकेछ यहाँबाट। दिएको पठाएको भए त बाजा बजाएर बिहाएर डोलीमा चढाएर पठाउनु पर्यो। जन्ती साक्षी राखेर लुसुक्क पठाएर हुन्छ? त्यो लुसुक्क किन पठाएको? केही न केही खोट छ। खोट होइन, मेरो छोरीको विश्व सुन्दरीको जस्तो ओठ छ, अप्सराको जस्तो जिउ डाल छ। तपाईँको छोराले मन पराएर लगेर सिन्दुर पोते गरेर माला लगाइसकेको छोरी म यहाँ राख्छु? ए तपाईँको छोरी विश्व सुन्दरी जस्तो ओठ रहेछ र पो धराने कालो बङ्गलो जस्तो नाम चलाएर छ। मलाई के थाहा? उही धरानतिर लगेर बिहार देऊ। तपाईँको छोरालाई मेरो छोरी चौपट्टै मन परेर विश्व सुन्दरी भएर फकाएर लिएर गएको छ। तपाईँलाई मन नपरेर हुन्छ? छोरालाई मन परेपछि सिद्धियो। पोथोलाई मन परे? मन त पर्या हो नि, किन के भनेर? छोराले मन पर्यो भन्दै हुनुहुन्छ। छोरालाई दिनुहोस् त एकचोटि, म छोरासँग कुरा गर्छु। ल कुरा गर्नु छोरासँग, कुरा गर्न के गर्ने हो? हेलो बाबु, मेरो छोरीलाई त्यहाँ राम्रोसँग राख्नु होला। म यता चाँजो माजो मिलाउँछु। इष्टमित्र समाज दाजुभाइ सबैलाई कुरा गर्नु पर्यो। समय मिलाएर म एक दिन बोलाएर छोरी र ज्वाइँलाई बोलाएर टिकाटाला लगाइदिन्छु। अब नाति नातिनाको आश गर्नु पर्यो मैले। त्यहाँ मेरो छोरीलाई राम्रोसँग पाल्नु होला, दुःख नदिनु होला। मेरो छोरी बिहानै उठेर खाजा खान्छे, दिनमा 4 टाइम खान्छे। काम गर्न केही जानेकी छैन। यहाँ सुखै सुखमा बसेकी छे, सुखै सुखमा हुर्केकी छोरी। त्यहाँ तपाईँहरूले दुःख नदिनु होला। दायाँ बायाँ फेरि मेरो छोरीको आँसु नझरोस्, मैले आँसु देख्नु नपरोस्, दुःखको कुरा सुन्नु नपरोस्। बाबु, तपाईँले मन पराएर लानुभएको छ, राम्रोसँग पाल्नु होला। मैले तपाईँको छोरीले नजा भनेर बाटो छेकेकै त हो। म घर जान्छु कि जान्छु भनेर यहाँबाट झगडा गरेर निस्केर गएँ त। अनि म त सकेसम्म त छेकेकै हो नि उसलाई। बाबु, मैले छोरी पठाइदिएको छु, आइपुग्यो कि पुगिन मलाई खबर गर्नु होला। अहिले फोन राखेँ मैले। पठाइदिइसकेर छोरी जुम जुम जुम। त्यसो नभन्नुहोस् आमा। मलाई किन यतिखेर इन्कार गर्नुहुन्छ आमा? म त्यसै आएको होइन आमा। मलाई हजुरको छोराले भगवान साँची राखेर सिन्दुर पोते लगाएर ल्याउनु भएको छ आमा। म कसरी यो घर छोडेर जान सक्छु? त्यसो नभन्नुहोस् आमा। बुझ्नु न आमा, एकचोटिलाई बुझ्नुहोस्।
आमा मलाई मौका दिनुहोस् न आमा एकचोटिलाई मलाई 7 दिनसम्मको मौका दिनुहोस् आमा म हजुरको भनेर हजुरको घरमा हजुरसँग घुलमिल गरेरै म हजुरसँग हजुरको पाउ पर्छ आमा मलाई यही घरमा बसेर हजुरको सेवा गरेर बस्ने मौका दिनुहोस् आमा मलाई त्यसो नगर्नुहोस् उता जा भने सुनिनस् के गर्न खोजेको के तैले मलाई के गर्न खोजेको यसो नगर्नु मेरो खुट्टा किन छुनु पर्यो जा अरु कोही छोजा उता जा आमा म कसको खुट्टा छुन जाउँ हजुर मेरो सासू हुनुहुन्छ मलाई यति मौका दिनुहोस् आमा म हजुरको साँचो बुहारी भएर देखाउने छु पर्दैन त मेरो घरको बुहारी हुन जुन ठाउँबाट आथिस त्यही ठाउँमा गइहाल मेरो खुट्टा समाएर मेरो माया पाम्ला भन्ने सोचेकी होलिस म कदापि यो हुन दिन्न उता जा उता जा भने सुन्नुहोस् आमा उता जा भने म हजुरकै प्यारी भएर देखाउँछु आमा हजुरको बुहारी नै अहिले लात्तैले खाप दिन्छु अनि मलाई धेरै यहाँ रिस नउठाएर है भन्दै छु मैले म कहाँ चाहिँ जाउँ त आमा जा सुकै जा जहाँबाट आएको थिइस् त्यही जा धेरै मेरो खुट्टा समाएर यहाँ नबस उता जा आमा त्यसो नभन्नुहोस् म हजुरको बुहारी हो आमा तपाईँको छोराले ल्याएको यो घर भित्राउनु भएको आमा किन यतिसम्म इन्कार गर्यो भन्छ मलाई म एक दिन न एक दिन यो घरको साँच्चै बुहारी भएर देखाउनु छ आमा त्यसो नभन्नुहोस् उता जा ए चप्पले अन्तिम मलाई किन जिस्काकी छस् मलाई किन रिस उठाउँछस् चुप लाएर बसेको मान्छेलाई किन गनगन गर्छस् मलाई रिस नउठाए आफ्नो बाटो लाग आफ्नो के हो त्यो काम गर हे मलाई नजिस्काइरक मैले एक गालाका छापा अन्तिमलाई अहिले फेरि मलाई धेरै यहाँ लाचार नबना तैले खुट्टा पनि समाउनु पर्दैन तैले पकाएको भात पनि खान्न तैले छोको पानी पनि खान्न सक्यो मेरो यति हो धेरै मलाई यहाँ आएर नाटक नदेऊ मैले त तपाईँको छोराले ल्याइसक्नु भएको छ यो घरमा उलिसक्नु भएको छ आमा मलाई बुहारी नभनेर कसले भन्नुहुन्छ आमा त्यसो नभन्नुहोस् अटेरी हो भने के कस्तो अटेरी हो कस्तो जिद्दी खालकी हो यो हो आमा मलाई त्यसो नभन्नुहोस् कोही बेला त भगवानले पनि कस्तो जन्म दिँदा रहेछन् होइन यति गर्दा त मान्छेको चेत होस् त आउँछ त अलिकति मेरो खुट्टा समाउँदैमा माफी दिन्छु जस्तो लाग्छ तँलाई मैले बुहारी स्वीकार्छु जस्तो लाग्छ मेरो भित्री मनबाटै तँलाई मैले बुहारी मान्दिनँ त म के गरौँ के मेरो मनले नै मान्दैन के मैले के गरौँ भित्र मनले खानु पर्यो के रे तेरो आँसु झार्दैमा तैले मेरो खुट्टा समाउँदैमा मेरो मन पग्लिन्छ आमा तपाईँले मन पगाल्नै पर्छ म यो घरमा भित्रिसकेँ आमा म तपाईँको पाउ पर्छ आमा त्यसो नगर्नुहोस् आमा उता जा अस्ति गरिस् तैँले मलाई अस्ति गरिस् बाँच्न दिइनस् कहाँ गएर मर्नु जस्तो बनाउँछस् मलाई आमा कि मलाई मारिदिनुहोस् कि यो घरको बुहारी बनाउनुहोस् आमा मलाई आमा मलाई 1 हप्ताको टाइम दिनुहोस् आमा म तपाईँको साँचो बुहारी भएर देखाउने छु आमा म के हो ठिक छ म तँलाई 1 हप्ताको समय दिन्छु तेरो हेर विचार रेख देख सासू ससुरालाई गर्नुपर्ने कर्तव्य बुहारीले गर्नुपर्ने कर्तव्य गर्छस् कि गर्दिनस् त्यो पछि मैले तँलाई यो घरको बुहारी बनाउने कि नबनाउने भनेर सोचुला विश्वास गर्छु आमा म एक दिन यो घरको साँचो बुहारी भएर देखाउने छु जा छोरा एकछिन